गण्डकीको काखमा कोटी होमको भूमि, ध्यान र ज्ञानको यो हो पवित्र भूमि। श्री काली गण्डकीको सेरोफेरोमा रहेको गण्डकीको स्थान भइन्छ हामी यहाँ आएसी सबैभन्दा महान, भइन्छ हामी यहाँ आएसी सबैभन्दा महान। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, यस सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू लगायत हातमा न्यायको तराजु लिएर बस्नुभएका सम्पूर्ण निर्णायक मण्डलज्यूहरू, यस कार्यक्रमलाई भव्य र सभ्य बनाउनका लागि पाल्नुहुने सम्पूर्ण दर्शक श्रोताबिनहरू एवं हाम्रो संस्कृतिको संरक्षणमा लागि पर्नुभएका पूजनीय व्यक्ति एवं गुरुवर्गहरू सम्पूर्णमा म श्री जनप्रिय माध्यमिक विद्यालय कक्षा 9 मा अध्ययनरत छात्रा प्रशंसा शर्माको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज मिति 2082 साल 2 महिना 13 गतेका दिन यस श्री सतकुण्डीय गायत्री कोटी होम विराट ज्ञान महायज्ञमा आएर आफ्ना धारणा राख्न पाउँदा अत्यन्तै हर्षित छु। मलाई यस महायज्ञमा आएर आफ्ना धारणा प्रस्तुत गर्ने अवसर जुटाइदिनु भएकोमा यसै महायज्ञका आयोजकप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु र म ढिलो नगरी आफ्नो प्रस्तुति सञ्चालनतर्फ लाग्छु। मेरो आजको विषय रहेको छ सनातन संस्कृति, गण्डकी कोटी होम र हामी विद्यार्थी। म यस शीर्षकमा आधारित भई आफ्ना भनाइहरू राख्ने अनुमति चाहन्छु। सर्वप्रथम हामीले सनातन संस्कृति भनेको के हो भनी जान्न जरुरी छ। सनातन संस्कृति भनेको हाम्रो पुरा पूर्व कालदेखि चलिआएका भाषा, धर्म, संस्कार, संस्कृति एवं जीवन्त संस्कृति मध्ये एक हो। सनातनको अर्थ हो जुन सधैँ रहिरहन्छ, जसको कुनै अन्त्य नै हुँदैन। सनातन संस्कृति यो एक धर्म मात्र नभएर यो एक जीवन बिताउने सुन्दर विज्ञान र कला पनि हो। सनातन संस्कृतिका थुप्रै आधारभूत मूल्यहरू रहेका हुन्छन्। यी हुन् सत्य, हामी सधैँ सत्य बोल्न र सत्य बाटोमा हिँड्नुपर्छ। सत्यदेव जयतो अर्थात् सत्यको सधैँ जित हुन्छ। अहिंसा सनातन संस्कृतिको मूल मन्त्र भनेकै अरूलाई मन, वचन र कर्मले दुःख नदिनु हो। परोपकार सर्वे भवन्तु सुखेन अर्थात् सबै खुसी हुन्। सनातन संस्कृतिले सदैव अरूको भलोको कामना गर्छ। धर्म अर्थात् राम्रो काम गर्नु। धर्म रक्षति रक्षेत अर्थात् धर्मको रक्षा गर्नुपर्छ। धर्मले पक्कै पनि हामीले रक्षा गर्छ। यस विषयमा म आफूले जोड्न चाहेको पक्ष भनेको गण्डकी कोटी होम हो। गण्डकी कोटी होमले हाम्रा पुरा पूर्व कालदेखि चलिआएका भाषा, धर्म र संस्कार संस्कृतिको संरक्षण, संवर्धन र प्रचार प्रसारमा ठुलो योगदान पुर्याएको छ। यस गण्डकी कोटी होमको महायज्ञमा आएर मानिसले पुण्यको काम गर्ने गर्छ। यहाँ दिनौँ वेद पाठ, संस्कृत शिक्षा, योग ध्यान लगायत भजनहरू सञ्चालन हुने गर्छन्। पक्कै पनि विद्यार्थीले यस्ता कार्यक्रमद्वारा व्यक्तित्व विकासमा ठुलो महत्त्वपूर्ण योगदान दिएको छ। गण्डकी कोटी होमले यहाँ आएर पक्कै पनि परिकल्पना गर्छन् कि मान्छेले ओहो धर्म यो हो, धर्म त्यो हो। के हो त वास्तविक धर्म? धर्म भनेको के? मानिस आएर पूजापाठ गर्नु मात्र धर्म हो त? मैले यसलाई पनि धर्म हो, तर हामीले मन, वचन र कर्मले गरेकै धर्म हो। वास्तविक धर्म त्यही नै हो। स्वयं म सांस्कृतिक कुरालाई र भौतिक कुरालाई जोड्न चाहे। हामी विद्यार्थीहरूको नैतिक, आध्यात्मिक र चेतनशील वातावरण बनाउनका लागि गण्डकी कोटी होमले ठुलो योगदान पुर्याएको छ। योगदानका साथसाथै यहाँ हुने विभिन्न प्रकारका कार्यक्रम र गतिविधिद्वारा व्यक्तिले आफ्नो जीवनको सही मार्गदर्शन अपनाउन सहयोग गर्छ। अब पालो विद्यार्थीको। के विद्यार्थीको भूमिका सनातन संस्कृतिमा के होला त महोदय भन्ने कुरा आउँछ, आवाज पनि उठ्छ। सनातन संस्कृतिको त परिभाषा गरि नै सक्यौँ हामीले। सनातन संस्कृतिले विद्यार्थीको व्यक्तित्व विकासका साथसाथै अन्य गतिविधिहरूमा संलग्न बनाई विद्यार्थीलाई ठुलो भावका अनुरूपमा लिन सक्छ। विद्यार्थी एक जीवनको जीवन्त संस्कृति हो। विद्या प्राप्त गरेर विद्यार्थी कहिले सफल हुँदैन। विद्यार्थीमा अनुशासन, धार्मिक चेतना, ऐतिहासिक कार्यक्रममा संलग्न भई त्यस सम्बन्धी ज्ञान र चेतनाको बोध पनि हुनुपर्छ। व्यक्तिहरूले भन्ने गर्छन् नि शिक्षा नै सबैभन्दा ठुलो कुरो होइन, शिक्षा पनि ठुलो हो। हाम्रो जीवनमा शिक्षा, धार्मिक
धार्मिकता, नैतिकता, आध्यात्मिकता र सामाजिक व्यवहारहरू महत्त्वपूर्ण रहने गर्छन्। यस्ता सामाजिक व्यवहारहरूले समाजमा सद्भाव कायम राख्न, सामाजिक नियमको पालना गर्ने जस्ता गतिविधिहरूमा संलग्न हुन सहयोग गराउँछ। हामी विद्यार्थीहरूको कर्तव्य हाम्रो संस्कार संस्कृतिको संरक्षण र सम्वर्धनमा लाग्नु हो। हाम्रा यस्ता सांस्कृतिक एवं ऐतिहासिक कार्यक्रमहरूले गर्दा हाम्रो संस्कार संस्कृतिको जगेर्ना हुनुको साथसाथै विभिन्न कुरामा महत्त्वपूर्ण योगदान दिएको छ। यहाँ 100 कुण्ड मिलेर बनेको कुण्डीय गायत्रीको ढिउम भनिएको छ। त्यसमा पनि हामीले आफूले सके जति आत्मसात गर्दै ठुलो भूमिका निर्वाह गर्नुपर्छ। हामीले यस्ता कार्यक्रमहरूको आत्मबोध गराउँदै मानिसमा नैतिक चेतना पठाउने खालका गतिविधिहरू सञ्चालन गर्नुपर्छ। महोदय, भनिन्छ मलिलो माटोलाई जस्तो रूपमा लिन सकिन्छ फल सोही किसिमकै हुने हो। तसर्थ हामीले अहिलेका विद्यार्थीलाई हालको सामाजिक सन्दर्भमा निहाल्ने हो भने विद्यार्थीमा नैतिक चेतनाको अभाव परेको देखिन्छ। यस्तै नैतिक, धार्मिक तथा आध्यात्मिक चेतनाका कार्यक्रमहरू बढाउन यस गण्डकीको ढिउमले महत्त्वपूर्ण योगदान पुर्याएको मानिन्छ। अन्त्यमा म आफ्नो धारणा व्यक्त गर्नेका साथसाथै महत्त्वपूर्ण भूमिकाहरूबारे केही विषय सम्बन्धी ज्ञान प्राप्त गरेको पाउँछु। मैले मेरो तर्फबाट दिएको, म एउटा विद्यार्थीको तर्फबाट दिएको एउटा सन्देशले पक्कै पनि हजुर सामु पुगाउनेछ भन्ने आशा गर्दछु। संस्कार संस्कृतिको संरक्षण गर्नुपर्छ। हामी सधैँ सम्वर्धनमा लाग्नुपर्छ। जय जय कोटी होम, जय जय महायज्ञ, जय नेपाल आमा, जय धरती। धन्यवाद।